विक्रम सम्वत 2079 साल असार 21 गते मंगलबार, ईस्वी सम्वत 2022 जुलाई 5 तारिक। आजका मुख्य समाचार बारेमा जानकारी। आज देशभर कहाँ के हुँदैछ, केही राजनीतिक खबर, शिक्षा, स्वास्थ्य, खेलकुद र हैजा सम्बन्धी पनि महत्त्वपूर्ण जानकारी दिनेछौँ। दर्शक महानुभावहरू, काठमाडौँ महानगरपालिकामा हैजाका बिरामीहरू बढेका छन् र हैजा भित्रभित्रै फैलिएको बताइएको छ। यस बारेमा महत्त्वपूर्ण जानकारी। त्यसैगरी दर्शक महानुभावहरू, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहमाथि पनि अहिले ठुला आरोपहरू आइरहेका छन्। यस बारेमा जानकारी। देशभर मौसमको अवस्था के कस्तो छ, बाढी पहिरोले देशभर के कति जनधनको क्षति पुर्याएको छ, कुन ठाउँहरूमा अहिले समस्या बढिरहेको छ र साथमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा पनि माग गरिएको छ। दर्शक महानुभावहरू, यस बारेमा तपाईहरुमा आजको भिडियोमा महत्त्वपूर्ण जानकारी गराउनेछौँ। दर्शक महानुभावहरू, हाम्रो मेहनतका लागि यो भिडियोमा एउटा लाइक अवश्य गर्नुहोला। त्यसैगरी यदि तपाईहरुले अहिलेसम्म हाम्रो च्यानल हिट गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला, साथै छेउमारेको बेल घण्टीमा क्लिक गरी अलमा क्लिक गर्न पनि नबिर्सनुहोला। देशभित्रबाट हामीलाई हेरिरहनु भएको छ भने आफ्नो गाउँ, ठाउँ, सहर अनि जिल्लाको नाम लेखिदिनुहोला। विदेशबाट हामीलाई हेरिरहनु भएको छ भने कुन देशबाट हेर्नु भएको छ त्यो कुरा पनि तलको कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोला। आउनुहोस् दर्शक महानुभावहरू, आजका मुख्य समाचार सुरु गरौँ। मुख्य समाचारका शीर्षकहरूबाट। पोखराका निवर्तमान मेयर जीसीको कार्यकाल सकिनु 2 दिन अघि नै 38 रोपनी जग्गा सेटिङमा ठेक्का। रुम र ठेक्काको म्याद 1 वर्ष थप। 5 अर्बसम्मका ठेक्का नेपालीलाई। म्याद बुझ्नुपर्ने भएपछि घुस प्रकरणमा मुसिएका अधिवक्ता पोखरेल सम्पर्कविहीन। महाधिव प्रस्तावमाथि छिट्टै छलफल हुन्छ भन्दै कानुन मन्त्री बन्दीले भने। लास जलाउने दाउरा समेत नपाएको भन्दै वन व्यवस्थापन समूह विरुद्ध प्रदर्शन। रारा तालमा पुग्यो बिजुली। पहिरोले खोटाङमा 9 घर विस्थापित। 23 घर उच्च जोखिममा। पछिल्लो 24 घण्टामा नेपालमा थप 40 जनामा कोरोना संक्रमण पुष्टि। काठमाडौँ उपत्यकामा भित्रभित्र फैलियो हैजाको संक्रमण। नेपालमा हवाई जहाज भन्दा विमानस्थल धेरै। अर्थतन्त्रमा परेको दबावलाई निकासा दिने गरी मौद्रिक नीति आउँछ भन्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने। कूटनीतिक नियोगलाई विलासिताका वस्तु आयात गर्न रोकटोक छैन भन्दै उद्योग मन्त्रालयले भन्यो। सरकारलाई आयल निगमको पत्र, पैसा नभएर इन्धन आपूर्ति रोकिन सक्छ। अप्पर सुरु हाइड्रोको आइपिओ खुला। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले एकता वार्ता अघि बढाउने। माओवादी केन्द्रीय कमिटी बैठकमा लेखनाथको प्रस्ताव। संसदवाद मान्ने हो भने पार्टीको नाम फेरौं। नेपाल आयल निगमले घाटा चुलिएर थेक्नै नसक्ने अवस्था बनेको भन्दै प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानाकर्षण गराएको छ। सोमबार दुवै निकायमा पत्राचार गर्दै निगमले आर्थिक स्रोतको जोहो नभई निकट भविष्यमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको छ भने निगमका कार्यकारी उमेश प्रसाद खानीले लिखितको पत्रमा भनिएको छ। विषम परिस्थितिमा निगमलाई ठुलै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन सकेन। मूल्य समायोजन पनि हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुन सक्छ। घाटा भान्ने नसकिने अवस्थामा पुगेको भन्दै निगमले यसबाट बस्नका लागि स्वदेशमा इन्धन खपत कम गर्नुको विकल्प नभएको पनि पत्रमा उल्लेख गरेको छ भने चालु आर्थिक वर्षको अन्त्यसम्म निगम 55 अर्ब रुपियाँ नोक्सानीमा जाने देखिएको भन्दै पत्रमा भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम 30 अर्ब मागेको पनि उल्लेख गरिएको छ। विशेष गरी सरकारलाई आयल निगमले पत्र लेख्दै पैसा नभएर इन्धन आपूर्ति रोकिन सक्छ भन्दै बताएको छ। धनगढी उपमहानगरपालिकाको 8औं नगरसभाको तेस्रो बैठकमा मेयर र उपमेयर बीच चर्काचर्की भएको छ। सोमबार दिउँसो 2 बजे नगर प्रमुख गोपाल हमालले मन्तव्य राखेसँगै बैठक सुरु भएको थियो भने हमालले उपमहानगरपालिकाले ल्याएको 1 अर्ब 93 करोड बजेटका केही दायित्वका कारण 10 करोड काट्नु परेको बताएका थिए र त्यो कुन शीर्षकमा काटियो भन्ने कुराहरू अहिलेको बजेटमा रहेको उहाँले बताउनु भएको छ। बजेट काट्नु पर्दा दुःख लागेको छ। धेरै मान्छेको दबावका कारणले यो पनि काम गर्नु पर्यो, त्यो पनि काम गर्नु पर्यो भन्ने माग आएका छन्। उनले भने आफ्नै इच्छा भए पनि 500 मिटर सडक समेत बनाउन सक्ने अवस्था यो बजेटमा छैन। पुराना दायित्व तिर्ने र पुराना योजनाहरूलाई सम्पन्न गर्ने यो वर्षलाई त्यसका रूपमा राखेका छौँ भन्दै बताएको छ। उनले धनगढी उपमहानगरपालिकाको आर्थिक विधेयक 2079 र विनियोजन विधेयक 2079 माथि छलफल गर्न कार्यदललाई अनुमति दिएका थिए। त्यसपछि उपप्रमुख खण्डकला राणाले मन्तव्य राखेकी थिइन्। उनले योजना तर्जुमा र बजेट बनाउने बेलामा मेयरले आफूसँग समन्वय नगरेको भन्दै आपत्ति जनाएकी थिइन्। बजेट योजना तर्जुमा र नीतिका बारेमा कुनै पनि सरसल्लाह छैन। मेयर साहबले नीति बनाउँदाखेरि बनाउनु भयो। मेयर साहबको अधिकारको कुरा हो, मैले समर्थन गरेँ। त्यही नीतिलाई टिकेर आएको बजेट तर्जुमाको संयोजक उपमेयर हो, तर धेरै पटक सम्पर्क गर्न खोजे। कहाँ हुनुहुन्छ मेयर साहब भनेर हाकिम र मेयर साहब बसेर अन्तै कार्यक्रम बनाउनु भयो भन्दै उनले भनिन्। उनले संविधानले दिएको हक अधिकार किन खोसियो भन्दै प्रश्न पनि गरिन्। उपमेयर राणाले प्रमुख प्रशासकीय अधिकृत र मेयरले फोन नउठाउने गरेको पनि बताइन् र त्यसपछि पुनः बोल्दै मेयर हमालले हामी बसेका ठाउँमा उहाँ
मेडम आफै आएर उहाँले बनाएको बजेट हो भन्दै भने हमालले त्यो बजेट कार्यपालिकामा आएर प्रस्तुत भएको पनि बताएर योजनाहरू सम्बन्धित शाखाबाट विज्ञले बनाए अनुसार हालिएको प्रश्न पारे। योजना शाखाका विज्ञहरूले योजना बनाएका हुन्, बजेटमा मेरो कुनै पनि स्वार्थ छैन, बजेट काट्नु परेकाले 10 दिन लाग्यो, कर्मचारीलाई सोधेर बजेट काटिएको भन्दै उनले भनेका छन्। हमालले फुर्सद नभएर उमेरसँग थप छलफल गर्न नसकेको बताउनु भएको छ। यद्यपि दुवै बीच बैठकमै चर्काचर्की भनी परेको थियो। दर्शक महानुभावहरू, पेट्रोलियम पदार्थमा घाटा बढ्दै गएपछि नेपाल आयल निगमले सरकारलाई पेट्रोलियम पदार्थको खपत घटाउन सुझाव दिएको छ। निगमले मोटरसाइकललाई 5 लिटर तेल दिनेदेखि सवारी साधन जोरबुजर प्रणालीमा लैजानेसम्मको सुझाव दिएको हो। सोमबार पेट्रोलियम पदार्थको खपत घटाउने उपाय बारेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लिखित सुझाव दिएको निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले जानकारी दिनुभएको छ। निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधन बाहेक सरकारी तथा निजी सवारी साधनहरूलाई जोरबुजर प्रणालीमा सञ्चालन गर्न प्रस्ताव गरेको छ भने देशका प्रमुख शहरहरूमा प्रत्येक शनिबार गाडी रहित सार्वजनिक बिदाको दिन घोषणा गर्नुपर्ने निगमको भनाइ समेत रहेको छ। विशेष गरी अबदेखि मोटरसाइकललाई 5 लिटर र सवारी साधन अथवा गाडीहरूलाई 20 लिटर तेल दिने बताइएको छ र साथमा जोरबुजर प्रणाली पनि लागू हुन सक्ने बताइएको छ। दर्शक महानुभावहरू, यस बारेमा तपाईहरूको धारणा के छ हामीलाई यो भिडियोको कमेन्ट बक्स मार्फत बताउनु भने नबिर्सनुहोला। अभिनेत्री करिश्मा मानन्दरले काठमाडौँ महानगरमा फुटपाथमा बसेका साना व्यवसायीलाई महानगर प्रहरीले हटाएको घटनालाई केन्द्रमा राख्दै सामाजिक सञ्जाल मार्फत असन्तुष्टि जनाएकी छन्। आफू पनि काठमाडौँको स्थानीय बासिन्दा भएको उल्लेख गर्दै आफूले नबुझेको केही कुरा उठाएको उनको भनाइ छ भने महानगर सफा हुनुपर्छ, सही हो। हामीले आफ्ना करोडौं पर्ने जग्गा घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गरौं, सही हो। उनले लेखेकी छन्, बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुँदैन, त्यो पनि सही कुरा हो। तर गाउँ छाडेर शहरमा गरी खान मानिस किन आउँछन् भन्ने प्रश्न पनि उनले उठाएकी छन्। उनले लेखेकी छन्, गाउँमा स्वास्थ्य छैन, शिक्षा छैन, बाटो छैन, सिँचाइ छैन, दैवी प्रकोपमा परेकाहरूको लागि घाँस पास कपास छैन, उनीहरूले समयमा क्षतिपूर्ति पाउँदैनन्, त्यो समयसम्म उनीहरूका केटाकेटीले नपढ्ने, त्यस्ता व्यक्तिले आफ्नो लागि आफैले जो गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले ऊ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ भन्ने प्रश्न समेत गरेकी छन्। दर्शक महानुभावहरू, प्रतिनिधि सभामा सोमबार 100 मिनेट सम्बोधन गरेका प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पूर्व प्रधान सेनापति राजेन्द्र छेत्री र वर्तमान अर्थमन्त्री जनार्दन शर्मा बीच सांसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग गरेका छन्। अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुन सरकारलाई जानकारी नै नदिई अमेरिकी दूतावासमा पत्राचार गरे बापत तत्कालीन सेनापति छेत्रीमाथि सांसदले छानबिन गर्नुपर्ने ओलीको माग छ भने त्यसैगरी बजेटमा अनाधिकृत व्यक्तिलाई घुसाएर करका दायरा हेरफेर गरेको अनि सीसीटीभी फुटेज डिलिट गरेको अभियोगमा अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानबिन समिति नै बनाएर जाँचबुझ गर्नुपर्ने ओलीले संसद समक्ष माग गरेका छन्। सुरुमै इनफ इज इनफ भन्दै अति भएपछि बोल्नु परेको ओलीले बताएर उनी सबैभन्दा बढी आक्रोशित पूर्व प्रधान सेनापति राजेन्द्र छेत्री र अर्थमन्त्री जनार्दन शर्मासँग देखिएका थिए। संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइराला, गोविन्द बन्देली, प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव बारेमा संसदमा छिट्टै छलफल हुने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सो महाभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाब दिइरहेको बेलामा कानून मन्त्री बन्देली बजेट छलफलका कारण महाभियोग प्रस्ताव छलफलमा ढिलाइ भएको दावी गरेका छन्। संसदको बजेट पारित गराउनु पर्ने पहिलो दायित्व थियो, अब त्यो पास भइसकेको छ, बजेट पास भइसकेपछि बाँकी रहेको विधेयकहरू आउँदैछ भन्दै उहाँले बताउनु भएको छ र साथमा महाभियोग प्रस्तावमाथि छिट्टै छलफल हुन्छ भन्दै कानून मन्त्री बन्देली बताउनु भएको हो।